स्टुडेन्टलाई प्रेसर हुने यार जहिले आज कपाल काट भन्ने छ जहिले आज कपाल काट भन्ने छ दिनका दिन हप्तैभरि अफिस ल स्टुडेन्टको नि त्यो मानसिक सन्तुलन हल्लिने ब्याक टु माई ब्लग अब सबैजना सन्चै आरामै हुन्छ होला म पनि सन्चै आरामै छु होइन आफ्टर लङ टाइम ब्लग बनाइयो यत्रो दिन न केही बाटै नखाइ गइन्थ्यो होली नि त्यस्तै मनाइएन केटाहरूसँग बसेर गयो अब धेरै पछि आइएछ अहिले चाहिँ यसो घाममा उसँग कता जान लाग्यो भन्नु फेरि लाज हाल्नु पर्ने जो राजनको काम रहेछ अरे काउसेततिर अब खै के काम हो त्यो थाहा भएन जाम भन्थेँ म फेरि सुत्न लागेलाई मेसेज गरिहालेँ यसो अनि झ्याउ पनि लाथेँ गइदिउँ न भनेर हो अब चाहिँ हामी लाग्न लाग्यो गाडी चढ्नलाई यस्तो वहाँ चोकसम्म पुग्नुपर्छ यार हिँड्दै यार गर्मी पनि भइरहेछ होइन ल अब राति 2-3 वर्षपछि ल त्यसो 2-3 वर्षपछि फेरि यही भिडियो रिपिट गर्नु पऱ्यो ल अब चाहिँ त्यहाँ वहीँ काउसदी गएपछि अब के काम हो यसो काम रहेछ भने देखाउँला नत्र कतै बसेछ भने वहीँ गएपछि भेटौँला है त चाहिँ होइन अहिले यहाँ प्रतीक्षालयमा कुरिरहेछौँ गाडीलाई गाडी आउँदैछ अब गाडी यहाँ कुर्दा गर्मी भइसक्यो यार 5 मिनट भयो कुरेको अब आउँदैछु बल्ल हिँड्छ त हाम्रो राजन सर अलिक कालो आइसक्यो ल अब यसो म्यानेज गर्नु होइन त्यो भइहाल्छ ल हामी चाहिँ अहिले गाडीदेखि टक्कै एमएमसी कलेज अगाडि झऱ्यौँ होइन अगाडि एमएमसी कलेज अब के काम छ भनेछन् अब यिनको काम नि हेरौँ के हैछ भिडियोमा देखाउनु मिल्ने काम रहेछ भने देखाऊँ नत्र अब त्यस्तै हो यस्तै छ जिन्दगानी के चाहिँ गर्ने कति बजे के तिल्चो जाने कि बेलुका तिल्छु अब यति बस्ने भएपछि के खान जाने तिल्छु त्यही नि सोचौँला त्यही छिटै निस्किनु भयो जाम्ला घामै कस्तो लाग्यो कि यार धन्नाले मर्निङ क्लास पढ्दैछ चिल ल अब ट्याक्कै कलेज अगाडि आइयो अब यहाँ के हुन्छ के गरिन्छ सब देखाउँला अरू कुरा यस्तै हो ल ठिक छ ल म अहिले कति बेला आऊँ म अब चाहिँ खाएर भ्याइन लगाएपछि बल्ल याद आयो 5:30 होइन अब ल ब्लग बनाउनु पर्छ भने बल्ल याद आयो त्यही भएर भ्याइन लाग्यो ल टक यति 2 पिस चाहिँ राखेर हजुरहरूले खाने भए खानु लिनु भन्नु है खाने भए भन्नु अर्डर गर्नु ट्याक्क मैले ल्याइदिन्छु 2 पिस कलरमा धेरै लाग्यो डेलिभरी चार्ज 50 रुपियाँ कहाँ 50 रुपियाँले हुन्छ यार त्यही 100 रुपियाँ काउसेदी एरियामा के ठिक छ अनि डेलिभरी चार्ज 50 मोमोको 50 100 रुपियाँ दिए पुग्छ फेरि 2 पिस मोमोको मैले खाएको मोमो हो नि त त्यही भएर के ब्ल्याक एन्ड व्हाइट गएर नि हामी अहिले यसो यता फेरि तिलिचुतिर खाजा खानालाई यसो छिर्न लाग्यो यी डन्डाको माहौल यस्तो छ बजार लाइनतिर होइन हामी चाहिँ तिलिचुतिर एकछिन यतै भइन्छ होइन यसो चिया खाजा नास्ता खान्छ सही छ नि त फेरि होइन एकछिन यतै भइन्छ राजनले कपडा किनेर आछन् होइन मैले चाहिँ किनेको तर के भन्दा घरमा राखेको अझै पैसा चाहिँ ल दाइ पछि दिनमा भनेर अझै 2000 जति होला दिनु बाँकी त्यहाँनिर लाइन रहेछ
ल अब एकछिन यतैतिर भन्छ अब खाजासाजा हुन्छ गफसप गरिन्छ त्यही हो कुराकानीहरू त केही छैन यहाँ बस्दै टक्क गफ गर्दै दुईजना अझै एकजना आउनु छन् अनि पछि यहाँले टक्क यता डन्डाको हुने यहाँ डन्डा देखिन्छ यहाँले टक्क आनन्दले यहाँभित्र तिलिचोभित्र बसिरहेको छ मैले चाहिँ ट्याक्क क्याफेमा डन्डाको भ्यू आनन्दले सर्व देखिन्छ यस्तै हो जिन्दगी यस्तै हो जिन्दगी के गर्ने बस्यो चिया खायो हिँड्यो डुल्यो न केहीको टेन्सन न केहीको टेन्सन त्यो पुण्डेले हो कि भेजा हानेको मलाई त कपाल काटकै काटेर हप्तैभरि अफिस बोलाइ गर्छ आफ्नै छोरो चाहिँ गरेर अफिसमा बोलाउँछ कपाल काटेको होइनस् कति हो भनेको अन्त यस्तो भेजा पुण्डेले सर्ट हाल्छ कि सर्ट त के भन्ने पुण्डेलाई मैले हुन्छ नि यार कलेज लाइफ हो यार कपाल काट्नै पर्छ भन्नु छ र भनेको कपाल त पाल्न पाइयो त कलेज लाइफ स्कुल पढ्दा सुन न आफ्नो कपाल छैन होइन अरूलाई काट भन्छ कि चिल्लै छ कपाल त सेतो सेतो थोरै देखिन्छ रौँ मात्र साइको हाने चाहिँ यार भोलि अब चेक गर्छु भने सबको भोलि चाहिँ मैले भिडियो नै बनाउँछु कलेज जाँदै बाटोमा कस्तो हुन्छ होइन अहिले त यही बाटो आउँछ के अरे बिहान च्याप छोपेर मङ्की मार्क्स लगाएर च्याप छोपेर उठाइदिनुपर्छ क्या त्यसलाई डन्डादेखि त्यसो चाहिँ कलेजको प्रिन्सिपल म कलेजको प्रिन्सिपलको के अरे सियर आफ्नो सियर दिन्छस् कि ट्याक्क लर्ड बुद्धको ओनर नाम के अरे त्यो पुण्डेको कृष्ण ढकाल न्युजमा ट्याक्क आउँछ हेडलाइन डक्टर घरैबाट भएको छ भन्ने तर एक दिन चाहिँ किडन्याप मान्छ कि मलाई हात चाहिँ हालेछ नि डन्डाले हात हाल्यो भने त कसम त्यसलाई त डन्डादेखि निकालिदिने हो कि त्यसपछि त कलेज चाहिँ छिर्न मान्न कि त्यसपछि बल्ल थाहा पाउँछ त्यसले भर त मैले खुँडा ल्याएर हिँडेँ होइन अब खुँडा ल्याएर पनि देखाइदिनँ त्यसलाई निकाल्ने आफ्नो तालु छ यार त्यस्तो तालुमा बरु कपाल हालेर आओस् नि ल भने हामीलाई काट भनेको अनि हुन्थ्यो आफ्नो तालु चाहिँ डाडे गर्छ दिनदिनै मलाई मात्र अफिस बोलाउँछ याचेमसँग सब डराउँछ त्यो पुण्डे याचेमको सब जङ्कीहरू छन् हाल्ला भने त्यो प्रेसर हाई भएर कुद्दैन नछ चुडेर जान्छ भनेछ नि याचेम केटाहरूले कुद्दैन त्यसलाई प्रेसर हाई गराउनु भन्ने केटाहरूलाई अनि साइकललाई त त्यही नसा चुडालेर कि सुन न किडन्याप गर्ने तालुमा हाने गर्ने कि अहिले काट्न भनेको मलाई कपाल भन्दै हो त्यसलाई यसो हो क्या होइन कपाल लामो त पाल्न हुन्न होइन कलेज हो डिसिप्लिन भन्ने नि हुन्छ होइन तर स्टुडेन्टको हुन्छ नि मानसिक दिनदिनै टर्चर गर्ने क्या कपाल काटकी स्टुडेन्टलाई प्रेसर हुने यार जहिले आछ कपाल काट भन्ने छ जहिले आछ कपाल काट भन्ने छ दिनका दिन हप्तैभरि अफिस लगाएर स्टुडेन्टको नि त्यो मानसिक सन्तुलन हल्लिने हो कि होइन डिप्रेसन जान्न जहिले आछ कपाल काट त्यसको झुन्डेकै मलाई देख्ने बित्तिकै कपालमा झुन्डिन्छ मुख स्टुडेन्ट तनावमा अरू केही भइहाल्यो भने त्यसको जिम्मा हुन्छ यार सहीको हान्छ त सर भनेर होइन रेस्पेक्ट भन्ने आफ्नो राम्रो चाहिँ पढाउनुहुन्छ होइन रेस्पेक्ट छ सरलाई त्यस्तो नराम्रो भन्न खोजेको होइन तर त्यस्तो त कपाल काटकी अब स्टुडेन्टलाई कपाल पाल्ने रहर छ होइन त्यस्तै त्यो नराम्रो भएर त हिँडेको छैन नि त म टक्क कपाल यसरी पछाडि लएर सुताएर राखेको छु होइन अरूको भन्दा राम्रो हुन्छ नि त्यो पनि काटकी गर्छ हल्का त सरले नि बुझ्नुपर्छ कि स्टुडेन्टहरूको होइन पीडा कस्तो छ के छ भनेर सधैँ त्यही काट भनेर हुन्न होइन सब यस्तै हो अब स्टुडेन्ट भइसक्यो कपाल पाल्न खोज्छन् अब हजुरले नै अब सुरुमा त कपाल नपाल्दा नि पाल्दा नि केही भन्नु हुँदैन पछि आएर कहाँ स्ट्रिट टाइट गर्नुपर्छ त पाउनुहुन्छ त त्यस्तो हुन्न होइन त्यही अब
स्टुडेन्टलाई पनि त्यस्तो दिनदिन प्रेसर दिनु भएन काट भनेर। त्यो मलाई मात्र होइन सब कलेजको सरहरूलाई भन्नु खोजेको होइन, प्रेसर दिनु भएन त्यस्तो अब स्टुडेन्टमाथि काट भनेर। त्यही हो विद्यार्थीले पाल्छन्, सम्झाउनु पऱ्यो। अब सधैँ प्यारेन्ट्सलाई कता गरेर त्यस्तो गर्नु पनि भएन। त्यो भन्न खोजेको मैले राम्रो तरिकाले भन्न खोजेको, हजुरलाई नराम्रो नि भन्न खोजेँ होइन। ल यस्तै अब के भन्ने हेरे बुढे यो भिडियो यति देखिहालिस् भने मबाट बचेस्, तर म जाँदै कस साइकुनानन् तिमीरी सरलाई चाहिँ रेस्पेक्टै छ, तर कपाल काट्न चाहिँ कहिले नभन्नु है। त्यही हिसाबले त म तर हजुरलाई रेस्पेक्टै गर्छु होइन। हाम्रो गुरु मान्छे होइन, हामीलाई शिक्षा ज्ञान गरिदिने मान्छे, रेस्पेक्ट छ। सरी, तर त्यसरी दिन टर्चर दिने त भएन नि यार। पागल मुई पागल हो त्यो मलाई मात्र भन्छ, अरू एकजना होइन मसँग आएको साथी आयो भने ल कम्पनी दिन आयो त्यसले सुन्नु भन्ने। बाहिर मान्छे घाँस काटिरहेको छ, त्यो अफिसमै बाहिर त्यो बारी छ, मान्छे घाँस काटिरहेको छ, त्यसले मलाई थर्काउँछ। त्यो मान्छे हेरेर चाहिँ मलाई साइको हुन्न मान्छे, जहिले आएर सबको अगाडि त्यसरी गर्नु भएन नि त सर होइन। मेरो भनाइ चाहिँ यति नै हो, अब हजुरले बुझ्ने मान्छेले बुझिहाल्छ, नबुझ्नेलाई जति बुझाइने हुन्न होइन। त्यही हो अब उखान छैन बुझ्नेले बुझिहाल्छ, नबुझ्ने पनि त्यही हो होइन। यो चाहिँ बिप हालिदिन्छु मैले, त्यस्तो छैन। ल सर त्यही भन्न खोजेको सब कलेजहरूको सरहरूलाई होइन, हेर्नुभएछ भने यदि नराम्रो नमान्नु होला, विद्यार्थीलाई पनि तनावै हुन्छ। त्यो अब हेर्दा मात्र यस्तो नराम्रो देख्यो भने त काट्छ नि आफैले, त्यो थाहा छ नि त। मैले चट्ट बानेर जानु पनि नपाइने हेरेँ ल, टक्क पछाडि राख्छु, तेलसेल लाएर कोरेर जान्छु, त्यही पनि छैन यार। यस्तो गर्नु भएन भन्न खोजेको चाहिँ अब बुझ्नुभयो होला। यो भिडियो जसले हेर्नुभएको छ यसो सब कलेजको सरहरूलाई पनि पठाइदिनु हुन्छ होइन, यस्तो गर्नु भएन भनेर। त्यही हो मेरो गुनासो भनेको, यति नै हो। चाहिँ राजन पनि घर गइसक्यो, म पनि अब घरतिर लाग्लाको होइन, अँधेरो नि हुन लागिसक्यो, बारी जानु लाग्यो, झ्याउ लागेको बाटोबाट जान। त्यही हो अब आजलाई लगभग यति नै हुन्छ। चार्ज पनि भेट्ला छ होइन, के गर्ने गाह्रो छ। ल त्यही हो अब कपाल काट्न यसो सरहरूले नि स्टुडेन्टलाई फोर्स नगर्यो नि होइन, मेरो विचारमा चाहिँ यति हो। अरू त केही भन्नु सक्दैन म पनि। ल आजलाई यति नै हुन्छ। नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु होइन। क्यामेरा फोकस भएको छैन कि यहाँ आली छ नि त, सुन्ने बाँड्दै थियो। ल आजलाई यति नै हुन्छ। नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, सबैले सपोर्ट गरिदिनु होला होइन। यति भन्दै बिदा लिन चाहन्छु। हस्त जय नेपाल।